यहाँ चाहिँ माछाहरू भयङ्करै ठुलो ठुलो माछा छ अनि पानी त्यस्तै सङ्लो। यहाँको स्टार्टिङ पोइन्टमा चाहिँ यस्तो खालको छ। यो चाहिँ एकातिरको सानो ताल छ भने यतातिर यहाँनिर चाहिँ अलिकति झारजङ्गलहरू पनि पलाएको अवस्था छ। त्यति सरसफाइ छैन यो तालमा। यहाँनिर माछा मार्नेहरूको कहिले कहिले भिडै लागेको हुन्छ। भिड धेरै माछा मार्ने मान्छेहरू चाहिँ यहाँनिर विकेन्डमा आउने गर्दछन्। यस तालको नजिकै रहेको कम्पनी एरियामा यहाँनिर माटहरूको व्यवस्था पनि छ र राति बस्न चाहनेहरूको लागि मोटलहरूको व्यवस्था पनि छ। यो परको चाहिँ मोटलहरू पनि हो। यहाँ चाहिँ हामीले राति बास बस्न पनि सक्छौँ। साथीभाइहरूसँग आएर टाढोदेखि आउनुभएको साथीहरूलाई चाहिँ यहाँनिर मोटेलको पनि व्यवस्था छ। यहाँ अगाडि चाहिँ एकजनाले माछा मार्दै हुनुहुँदो रहेछ। फिसिङ रड हातमा लिएर अगाडि बढ्दै हुनुहुन्छ। विदेशी साथी जस्तो छ यो माछा मार्ने साथी चाहिँ। अहिले चाहिँ दिउँसोको 3 बजिसकेको छ। आजको वातावरण चाहिँ एकदमै गर्मी महसुस भइरहेछ। आजको टेम्परेचर चाहिँ 22-25 डिग्री यो एरियामा छ भनेदेखि यहाँनिर जङ्गलको साइडमा भएको हुँदाखेरि हावा पनि लागिरहेछ। मलाई चाहिँ अलि अघि आउँदा चाहिँ गर्मी भएको थियो भने अहिले यहाँ आइसकेपछि चाहिँ शीतलको महसुस भइरहेको छ। यो ताल चाहिँ धेरै ठुलो ताल त होइन। गर्मीको समयमा यस्ता तालहरूमा चाहिँ मानिसहरू धेरै आउने गर्दछन्। यस्तो तालले चाहिँ गर्मीमा शीतल प्रदान गर्नुको साथसाथै वरिपरि रहेको हरियाली वातावरणले मानिसहरूको मनलाई चाहिँ एकदमै आनन्दित तुल्याउने गर्दछ। त्यसैले गर्दाखेरि कोरियाको जनजीवनमा चाहिँ गर्मीको सिजनमा यस्तो ताल अथवा पहाडको नजिकमा गएर क्याम्पिङ गर्ने चलन छ। कोरियामा यस्तो मानव निर्मित तालहरू धेरै देख्न सकिन्छ। यस प्रकारको तालको निर्माणले पानीको सञ्चित गर्नका साथै सुक्खा याममा खेतीबारीको लागि प्रयोग गरिने हुँदाखेरि अन्न बाली उत्पादन गर्नको लागि यस्तो तालले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। हाम्रो देशमा पनि यसरी नै खोला खाल्सीको पानीलाई जम्मा पारेर हिउँदको सुक्खा सिजनमा चाहिँ सिँचाइको लागि प्रयोग गरियो भने कृषि क्रान्ति गर्नमा एउटा महत्त्वपूर्ण रोल खेल्ने मैले महसुस गरिरहेको छु। यो चाहिँ एक व्यक्तिले गर्न नसकिने भएको हुँदाखेरि यो चाहिँ सरकारी तौरबाट नै गर्न जरुरी छ हाम्रो जस्तो कृषि प्रधान देशको लागि। कोरियाको पहाड चाहिँ खासै ठुलो हुँदैन। यस्तै सानो सानो खालको पहाड हुन्छ तर अत्यन्तै सुन्दर लाग्छ मलाई चाहिँ यस्तो पहाडहरू। यो चाहिँ यो सिजनमा चाहिँ अत्यन्तै मजाले रुखहरू ढकमक्क हरियाली छाएको हुँदाखेरि पहाडहरू नाङ्गो पहाडहरू चाहिँ देख्न पाइँदैन। त्यसकारण पनि एकदमै सुन्दर लाग्छ यहाँको कोरियाको पहाडहरू। यहाँ चढ्नु पर्दा पनि 1 घन्टा अथवा 2 घन्टामा चाहिँ हामीले माथि टपमा पुगिसक्छौँ। यहाँको पहाडहरू चाहिँ प्रायः यस्तै उचाइको पहाडहरू चाहिँ देख्न सकिन्छ कोरियामा। यहाँबाट चाहिँ अत्यन्तै सुन्दर दृश्यहरू चाहिँ देखिरहेको छ। यहाँबाट चाहिँ अत्यन्तै सुन्दर दृश्यहरू चाहिँ देखिरहेको छ। यो पारीको घरहरू चाहिँ चर्च, यो तलको रातो बरन्डा भएको चाहिँ चर्च हो भनेदेखि यो भन्दा माथिको डिलमाथिकोहरू चाहिँ यो बिल्डिङहरू चाहिँ मोटल हो। यहाँ चाहिँ राति बास बस्न चाहनेहरूको लागि बस्न सकिनेछ। तालको पल्लो कुनामा सानो बस्ती पनि रहेको छ।
यहाँ चाहिँ अहिले हार्ली डेभिडसन आएको अवस्था छ। गर्मी लागेसँगै यहाँनिर विकेन्ड मनाउन आउनेहरूको चाहिँ यसरी भिडहरू देख्न सकिन्छ। सबैले आफ्नो गाडी लिएर आउनुभएको छ यहाँनिर यो तालमा घुमघाम गर्नको लागि। यस तालको बिचमा चाहिँ माछा मार्ने पोइन्ट रहेको छ भनेदेखि यो तालको बिचमा अहिले 2-4 जनाले माछालाई चाहिँ मार्ने कोसिस गरिरहनु भएको छ। हामीले पनि विकेन्डमा आएर फिसिङ गर्न चाह्यौँ भनेदेखि यहाँनिर आउन सकिन्छ। विदेशी साथीहरूले पनि माछा मारिरहेको देख्न सकिन्छ यस तालमा। गर्मीको सिजनमा चाहिँ यस्तो तालको आसपासमा आउँदाखेरि धेरै नै मान्छेहरूलाई रमाइलो फिल हुन्छ, शीतल फिल हुन्छ। त्यसै गरी यस्तो हरियाली वातावरण पहाडको नजिकमा भएको यो तालले चाहिँ धेरै नै शीतल प्रदान गर्छ गर्मी समयमा। अहिले भर्खरको मौसम चाहिँ एकदमै शीतल छ भनेदेखि आकाशमा बादलहरू पनि कुदिरहेको छ। आज पानी पर्ने सम्भावना पनि छ राति।
माछा मार्नेहरू चाहिँ यसरी टेन्ट टाँगेर पनि बस्ने गरेको छन्। दिनभरि पानी परे पनि घाम लागे पनि कुनै टेन्सन छैन। यो गर्मीको सिजनमा चाहिँ माछा मार्न आउँदाखेरि यसरी टेन्ट लिएर आउने चलन छ र घाम पानी पर्दाखेरि पनि कुनै टेन्सन छैन। घाम पानीबाट बच्नको लागि टेन्ट लिएर आउने अनि यहीँ खाने रमाइलो गर्ने यस्तो खालको चलन छ यहाँ। यहाँनिर बल्छी थापेर मान्छेहरू चाहिँ कता गएको अवस्था छन्। बल्छी थापेर छाडिरहेको अवस्था छ यहाँनिर भने माछा पर्ने चाहिँ सङ्केत केही देखिएको छैन। निकै ठुलो क्षेत्रफलमा फैलिएको छ यो ताल। धेरै परसम्ममा आइसक्दा पनि अझै यो ताल चाहिँ अझै परसको दूरीसम्म रहेको छ। त्यसै गरेर यहाँ पनि 3-4वटा गाडी लिएर मान्छेहरू यो कर्नरमा पनि टेन्ट टाँगेर बसिरहेको छन्।